म विमल परियार है र अत्यन्तै आज खुसी लागेको छ। दायाँ र बायाँ मेरो दाजुभाइहरू हुनुहुन्छ र आज प्रेस मिट त एकदम धमाकादारै थियो। हेरिसक्नुभयो होला, विभिन्न च्यानल कमसेकम 600-700 वटा क्यामेराले खिचेको थियो। मैले चाहिँ यो फर्स्टचोटि जीवनमा आज देखेको र देश विदेशमा बस्नुहुने सबैलाई म विदेशतिर भएको हिसाबले है, नेपालमा त लगभग सबैजना समेटिसक्नु भएको छ। छुटपुट पनि अझै सम्पर्कमा आउनु होला। अब हामीमाथि के भएको छ भन्ने कुरा स्पष्ट क्लियर रूपले मैले भनिराख्नु पर्दैन, तपाईहरुलाई थाहा भएको कुरा हो। अब विभिन्न माध्यमबाट तपाईहरुले सुन्नु भएकै छ हैन र देख्नु भएको छ प्रत्यक्ष। र आज म अफिसमा छु। फर्स्टचोटि मेरो यो अफिसको चाहिँ फर्स्टचोटि म यहाँ आएको अफिसमा अत्यन्तै राम्रो लाग्यो, खुसी लाग्यो। उहाँहरूको कार्य व्यस्तता त तपाईहरुलाई थाहा नै छ र विभिन्न च्यानल वा ठुला टिभीहरूले पनि के गरेका थिए र पत्रकारिता गर्ने दाजुभाइहरूले पनि के गरेका थिए, आफ्रिताको नर्म्सलाई पनि भुलेर भन्ने कुरा तपाईहरुलाई अवगतै छ। यतिखेर साथ र सपोर्ट गर्नुपर्छ भनेर म विमल परियार पनि आइसकेको छु र मैले पहिलादेखि नै सपोर्ट गर्ने गरेको थिएँ। र देश विदेशमा, देश त छोडौँ, सबै समेट्नु भएको छ, अझै पनि समेटिनु पर्छ। विदेशमा बस्ने साथीहरूले अत्यन्तै सपोर्ट गर्नुपर्ने अवस्था छ, गरि पनि राख्नु भएको छ। त्यसै गरी हाम्रो गल्फ कन्ट्रीमा, त्यसै गरी युरोप र त्यसै गरी अन्य कन्ट्रीमा बस्ने सबैले सपोर्ट गर्नु भएको छ वर्गीय हिसाबले। र विशेष म अर्को पनि के भन्न चाहन्छु भने अन्य वर्गका दाजुभाइले पनि हामीलाई सपोर्ट गर्नु भएको छ। अत्यन्तै खुसी लाग्छ। र आज चाहिँ म खगेन्द्र सुनवार त्यसै गरी हाम्रो केशव नेपाली दाइसँग बिहान देखिन्छु। ठिक छ, धन्यवाद छ केशव दालाई, विमलजीहरू लगायत। अब हामी लामो समयदेखि यो सामाजिक सञ्जालहरूमा यो एउटा भेटघाट उसमा त थियौँ, तर यसरी प्रत्यक्ष कुराकानी गर्ने एउटा मौका पनि मिलेको छैन। आज संयोगले एउटा मौका पनि मिल्यो। अहिले हामी काठमाडौँमा छौँ र तपाईँ मार्फत यो सामाजिक सञ्जालमा जोडिने र विशेष गरी प्रवासको भूमिमा यो घरवास छोडेर प्रवासको ठाउँमा आफ्नो सेवा, कर्म, धर्म, अध्ययन, काम, विभिन्न कर्म बाध्यताले, रहरले, इच्छाले, चाहनाले हामी अहिले प्रवासको भूमिहरूमा छौँ। सबैजनालाई धन्यवाद छ। अहिले तपाईँलाई अलिकता पृष्ठभूमिमा भनेको जस्तो हामी अलिकता देश एउटा, हामी त हाम्रो कम्युनिटीको हिसाबले हामी त सधैँ एउटा विषम परिस्थितिमै छौँ। कम्युनिटी त सधैँ एउटा अप्ठ्यारोमा त छँदैछ। सँगसँगै देश पनि एउटा सङ्कटमा परेको, एउटा अप्ठ्यारोमा परेको एउटा बेला छ। यो सङ्कट र अप्ठ्यारो परेको बेलामा चाहिँ सबैजना एकजुट हुनुपर्ने बेला भएको छ। जात, जाति, पेसा, धर्म, क्षेत्र, लिङ्गको कुरा पछि गरौँला। देश पहिला, देशपछि अरू, त्यसपछि अरू, यसपछि अरू। पहिला देश रहनुपर्छ भन्ने त्यो एउटा क्याम्पेनिङमा छौँ। र दोस्रो कुरा विशेष गरी हाम्रै कम्युनिटीको सन्दर्भमा पनि यो समुदायले लामो समयदेखि एउटा घृणा पीडा, एउटा अत्याचारहरू सहिरहेको छ। अहिले पनि हाम्रो केशव दाईहरू, हामीहरू लामो समयदेखि वर्षौँदेखि, अब तपाईँ हामी त अनवरत रूपमा लागेका छौँ भने फिल्डमा आदरणीय केशव परियार दाईहरू लगायत हाम्रो टिम जति पनि साथीहरू एउटा चाहिँ एउटा टिम जसले छ। यो टिमले नेपालको दलित आन्दोलनलाई एउटा नयाँ उचाइ दिने सन्दर्भमा चाहिँ रात दिन एउटा युवा साथीहरू, जेनजी टिमहरू, अहिले दलित समुदायको एउटा जेनजी टिम, एउटा युवा टिम चाहिँ यसमा लागिरहेको छ। र अर्को कुरा, अब यो आक्रमण त भइ नै हाल्छ। पछिल्लो समय चाहिँ जे भयो मलाई त थाहा छैन, म त मन्त्रीको दौडमा हिजो पनि थिइनँ, आज पनि छैन र भोलि पनि हुँदिनँ। यो हाम्रो अभियान मन्त्री बन्ने अभियान होइन। यो अभियान एउटा डिग्निटी, एउटा आत्मसम्मानको, एउटा उत्पीडनमा परेका मानिसहरूलाई एउटा चाहिँ त्यो न्याय दिलाउने एउटा अभियान भएको नाताले गर्दाखेरि हामीलाई कुनै कुराको बन्न हतार छैन। शहीद बन्छस् कि अपमानको प्रधानमन्त्री बन्छस् कि सम्मानको शहीद बन्छस् भन्यो भने हामी चाहिँ सम्मानको शहीद बन्न तयार भएर हिँडेको हो। त्यसैले गर्दा यसमा केही पनि छैन। यो अलिकता हुनुपर्छ, तर नेपालको दलित आन्दोलनलाई जसरी हामीलाई देखाएर नेपालको दलित आन्दोलनलाई कमजोर पार्ने प्रयासहरू भएको छ। पुरा हामी केही नबनाउला इतिहासमा, हामी के नै बनेका थियौँ र भोलि भन्नु पनि आवश्यक छैन। तर एउटा कुरा तपाईँ हामी सबैले चाहिँ एउटा कुरा बुझ्नुपर्ने कुरा चाहिँ के हो भने यो एउटा सेक्रिफाइस गर्ने, बलिदान गर्ने बेला हो। कोही न कोही तयार हुनुपर्छ। सबैले बन्ने इच्छा, रहर पनि चाहना राख्नु हुँदैन। त्यो रहर हामीले झिकिदिएका छौँ। अहिले केशव परियार दाईहरू यहाँ हुनुहुन्छ भने दाईले यसले बोल्छ भने तापनि सबैको मन बलेको छ, सबैको अनुहार बोलेको छ, सबैको आँखाले बलेको छ र सबैले भनेका पनि त्यो कुरा छन्। त्यसैले सबै कुरा लाग्न जरुरी छ। विशेष गरी सात समुद्र पारी रहेर हेर्ने तपाईँ विमलजीहरू लगायतका टिमबाट जोडिनुभएका साथीहरू, उहाँ विमलजीहरू चाहिँ हामी नियमित सम्पर्कमै छौँ।
तपाईँहरूसँग हामी आउँछौँ पनि प्रवासको ठाउँमा अलिकता यो अवस्थाहरू सरल भयो, यो भिजिट भिजाको चाहिँ यो अवस्थाहरू अलिकता नर्मल बन्यो भने प्रवासमा रहनुभएका विशेष गरेर मिडल इस्टमा रहनुभएका साथीभाइहरूसँग चाहिँ हामी दोहोरो संवाद गर्ने, साक्षात्कार गर्ने, कुराकानी गर्ने। अहिलेसम्म मानिसहरू हामीलाई भिडियोमा मात्रै हेरेर चाहिँ आफ्नो एउटा मानसिकता बनाएर बस्नुभएको छ। हामी जस्तो देखिएका छौँ त्यस्तो नहुन पनि सक्छौँ, जस्तो छौँ त्यस्तो नदेखिएको पनि हुनसक्छ। त्यसैले गर्दाखेरि कम्तीमा भेटघाट गरेर नजिकबाट छलफल गर्न जरुरी छ। समुदायको मुद्दाको सन्दर्भमा छलफल गरौँ। अन्सकेन विमलजीलाई धेरै धेरै धन्यवाद छ प्रवासको ठाउँमा बसेर तपाईँले। खगेन्द्रजीलाई मेरो एउटा प्रश्न, हिजो चाहिँ एउटा बहुविवाहको जुन तपाईँमाथि आरोप लागेको थियो र अत्यन्तै मलाई चाहिँ दुःख लाग्यो र साँच्ची नै के तपाईँले त्यो मुद्दा पहिलादेखि खेपेको हो त होइन? अब त्यो त लेख्ने मान्छेले नै सरी भनिसकेपछि अब यसमा धेरै अब त्यो हुँदै नभएका कुरामा यति धेरै चाहिँ किन छ यसमा चाहिँ। र बाँकी कुरा मान्छेका एउटा क्यारेक्टरलाई चाहिँ, मान्छेका चरित्रहरूलाई चाहिँ किनभने भुइँ पातल खोजे मेरो केही पनि मुद्दा भेटेनन्, भ्रष्टाचार गरे मुद्दा भेटेनन् होइन। त्यसपछि अब हामीले भ्रष्टाचार गरे पनि छैनौँ, बालुवाटार बेचेर खाए पनि छैन, व्हाइट बडी बेचेर खाए पनि छैन, देश बेचेर भ्रष्टाचार गर्नेमा दलितको नामै छैन कि। कुन्टल कुन्टल सुन तस्कर हुन्छ, सुनार पर्दैन। ट्रकका ट्रक लुगा तस्कर हुन्छ, तपाईँ पर्दैन। ट्रकका ट्रक जुत्ता तस्कर हुन्छ, सार्की पर्दैन। दलितहरू त तस्करीमा त दलित छँदै छैन त, कसले बेचिरहेको रहेछ त। सामान्य टकटक गरेर सुन पसल होस् चाहे आरन कुरेर बसेको तपाईँ कामी तपाईँ एउटा चाहिँ सामान्य आफ्नो इमान्दारिताको कर्म गरेर बसेको समुदायलाई मेरो भुइँ पातल खोजेको यिनीहरूले के भेटेन। अनि 8 क्लासमा पढ्दा यसले कसलाई लभ लेटर लेखाएको थियो र फेरि यसलाई के भनेर आरोप लगाउने चाहिँ होइन। अब यो हुँदैन भयो, अहिले लास्टमा पनि लेखेर माफ पाऊँ, हाम्रो चाहिँ गल्ती भयो, यसमा चाहिँ हाम्रो क्षमा प्राप्त छ भने यसरी मान्छेलाई यिनीहरू कहीँ नभनेपछि यिनीहरूले कहीँ मात्रै म तपाईँलाई आज भनिदिउँ दलितको अभियानको नाममा हामीले 1 गिलास चिया मात्रै खाएको भयो नि, यिनले हामीलाई आज यिनले यसरी पछार्ने रहेछ, भ्याउता पछारेर रहेछ। कम्तीमा यिनीहरूको पछाराले म चाहिँ संयमित भयो कि अझै अब यिनीहरू देखियो नि त। अब यिनीहरूले यति धेरै भित्र सँगालेर राखेका रहेछन् कि बेला आयो भने यिनीहरू ग्याङ फाइट गर्न तयार भएर बसेका रहेछन् कि यिनीहरू होइन। मैले बुझिहालेँ यिनीहरूले दलितको नाममा हामीले कहीँबाट बजारबाट 2 रुपियाँ उठाएर चिया खाएको भए दलितको नाममा सङ्गठित अपराधका धन्दा चलाइरहेका हेर्नुहोस् खगेन्द्र सुनार अनुहार भनेर होइन पठाउँथे। तपाईँको हामीले दलितका नाममा एउटा चिया समेत पनि खाएका छैनौँ भने यिनले भेटायो भने चाहिँ बाइक राख्दैनन् भन्ने चाहिँ त्यो। किनभने एउटा सिङ्गो गाउँ उर्लिएर नवराजहरू मार्यो, जाजरकोटमा नवराज बिक्क मार्यो। सिङ्गो समुदाय बजार उर्लिएर गएर दैलेखको टोलीमा सेते दमाईलाई हत्या गरेको। सेते दमाईको हत्या सिङ्गो गाउँ बजार उल्टिएर गएर घरबाट निकालेर ल्याएर मकैबारीमा भैँसी काटे जसरी आन्द्रा भुडी निकालेर छेद विच्छेद बनाइदिएको थियो होइन। सिङ्गो गाउँ उर्लिएर सेते दमाईको हत्या भयो, सिङ्गो गाउँ उर्लिएर अङ्गिरा पासीको हत्या भयो, सिङ्गै गाउँ उर्लिएर अजित सार्कीको हत्या भयो। तर सिङ्गै पत्रकारहरू सिङ्गै सारा चाहिँ काठमाडौँ उर्लिएर चाहिँ मेरो हत्याको प्रयास भयो। म कमजोर भएको भए यिनीहरूले मलाई डिप्रेसनमा पुर्याइदिन्थ्यो, मान्छे सुसाइड गर्ने ठाउँमा पुर्याइदिन्थ्यो। हुने नहुने सारा आरोप एकचोटि लागेको छ मान्छे, मुख्यमा आएको मन्त्री फुस्काइदिएको छन् भनेपछि त मान्छे त होइन यिनीहरू कमजोर भएको भयो। तर मैले बुझिसकेको छु कि यिनीहरूले केसम्म गर्न सक्छन् भने, त्यसैले केही पनि छैन यसमा। आज मन्त्री गए के भयो त, भोलि अगाडि प्रधान थपेर बनाउन फेरि के सकिएको छ हामीलाई चाहिँ होइन। तर यिनीहरूसँग चाहिँ यो लडाइँ अझै मलाई तपाईँलाई अहिले भनेको छ, यिनीहरूले तपाईँलाई अहिले भनेको जस्तो नर्मली अहिलेको चलन चल्तीको बजारको राजनीति योग्यता भनेको भ्रष्टाचारी हुनु पर्यो, बदमासी हुनु पर्यो, देश बेच्नेहरू हुनु पर्यो, व्हाइट बडी खानेहरू हुनु पर्यो। अब हामी त्यो भ्रष्टाचारको नजिक परेकै छैनौँ। हामीलाई त्यो दलितहरूले बिचारा त्यो दलितहरू यो खालको जिन्दगी बिताइरहेका छन् होइन। दलितहरू यो खालको पीडाको एउटा त्यो अपमानको जिन्दगी बिताइरहेका छन्। त्यसैले एउटा निष्ठाको एउटा अहिले उनीहरूलाई कस्तो लाग्यो भने एउटा दलितहरू त्यो लेभलमा पुग्ने एउटा चाहिँ तयारी भइरहेको छ। उनीहरूलाई त्यो कुराले सही भएन कि गाउँका मान्छेले त कम्तीमा बरु गाउँका नबुझेका बाहुन छ तिनीहरूले त बरु पानी छुन दिन्नन् होइन, बरु त्यो आफ्नो घर छिर्न दिन्नन्। तर बुझेका मान्छेहरूले यस्तरी भार लगाएर बसेका छैन यिनलाई सिंहदरबार छिर्न दिनुहुन्न भने बाउन्ड्री होइन। यिनीहरू यस्तो त यिनीहरू एआई सिस्टमको विभेद हुँदैछ क्या। अब एआईबाट विभेद हुँदैछ क्या। आइफोन 17 प्रो म्याक्स सिस्टमको विभेद हुँदैछ क्या अब यहाँको होइन। आइफोन 17 प्रो म्याक्स भने अपग्रेडेड सिस्टमको चाहिँ यो हुँदैछ। त्यसैले यसलाई केही पनि छैन भन्दै गर्दा म एक्लै भन्ने मैले छोड्दा सारा दलितले पाउनु हुन्छ नि, म नबनाउने के फरक पर्छ जी। हामी सकिएन के फरक पर्छ, कोही त सकिन पनि तयार हुनु पर्यो, कोही त बन्दी बन्न पनि तयार हुनु पर्यो, कोही त शहीद बन्न पनि तयार हुनु पर्यो। त्यसैले अपमानको प्रधानमन्त्री भन्दा सम्मानको मृत्यु प्यारो छ, यसमा केही फरक पर्दैन। ल अहिलेलाई मलाई सक्यो अब भनिहाल्नुहोस् पछि भेटाउनु न मेरो मन्त्री भएछ होइन किन नभेट्नु खगनजी भेट्नु होला फेरि म भेटिन्न विचार गर्नुहोस् फेरि ल थ्याङ्क यू।